हेलो, म चाहिँ पुष्पा नेपाल नुवाकोटबाट। करेन्टली म चाहिँ टिचिङ गरिरहेको छु एज अ साइन्स टिचर। मेरो यो अस स्टडिजसँगको जर्नी चाहिँ कहाँबाट सुरु भयो भन्दा मैले मास्टर अफ एजुकेसन चाहिँ अस्ट्रेलियामा पढ्ने सोचेपछि मैले वेबसाइटमा चाहिँ युनिभर्सिटीहरू सर्च गरेँ। त्यसमा चाहिँ अब आफ्नो कोर्स युनिभर्सिटी गर्दाखेरि कताबाट चाहिँ आफ्नो डकुमेन्टेसनहरू प्रोसेसहरू कताबाट कुन कन्सल्टेन्सीबाट अगाडि बढाउने भनेर चाहिँ धेरैवटा युनिभर्सिटीमा चाहिँ अस स्टडिज चाहिँ कमन रिप्रेजेन्टेटिभ पाएँ। अनि त्यस पछाडि चाहिँ मैले चाहिँ अस स्टडिज भिजिट गर्ने यहाँ आएपछि सूर्य सर अनि सुरज सर लगायत सम्पूर्ण अस स्टडिज टिमले चाहिँ आज मैले बर्थडेको दिनमा भिजा पाउनको लागि सबैजनाले एकदम धेरै हेल्प गर्नुभयो। यहाँ चाहिँ एकदमै राम्रो इन्भाइरोमेन्ट, एकदमै पोजिटिभ रेस्पोन्स दिनुभयो सबैजनाले। सरले एकदम पोजिटिभ रेस्पोन्स दिनुभयो, तपाईँहरू नआत्तिनु, तपाईँको डकुमेन्ट यस्तो छ, ठिक छ, राम्रो छ, एकाडेमिक ठिक छ, फाइनेन्सियल ठिक छ, अनि सबै ठिक भएपछि त्यस्तो हुँदैन, जान मिल्छ, हामी प्रोसेस गरिदिन्छु भन्नुभयो। अनि फाइनली भिजा पनि पायौँ, एकदम खुसी लागेको छ। थ्याङ्क यू अस स्टडिज।